सो ट्रेकिङ इन हिमालयज एक यस्तो एक्सपिरियन्स हो जहाँ तपाईँले प्रकृतिको प्रिमियम साइड हेर्न पाउनुहुनेछ। हो यस्तै ठाउँ रहेको छ मनाङ, जहाँ तपाईँले प्रकृतिको सुन्दर र मनोरम दृश्यले मनमोह गराउनेछ। नेपालको अग्लो स्थानमा रहेको तिलिजो ताल, ती सधैँभरि चम्किरहने ती सेता हिमाल, अविरल बगिरहने ती खोलाहरू, सुन्दर गाउँ बस्ती, वाटरफल, स्नोफल, एडभान्चर रोड, यी सबै चिजको एक्सपिरियन्स एउटै ट्रेकमा गर्न हामी सक्षम भएका छौँ। त्यो हो तिलिजो ट्रेक मार्फत। हाम्रो बकेट लिस्टमा पहिलेदेखि नै रहेको ट्रेक हो तिलिजो ट्रेक। र यस तिलिजो ट्रेकको सम्पूर्ण जानकारी म तपाईँलाई यस भिडियो मार्फत दिने नै छु। र यस तिलिजो ट्रेकको सुरुवात यहाँबाट होइन, काठमाडौँबाट सुरु हुन्छ। काठमाडौँबाट हामी ब्याकप्याक रेडी गरेर रेडी भइसकेको थियौँ तिलिजो जानको लागि। तर देशभर पानी पर्न सुरु हुन्छ र देशभर खराब मौसमको कारणले सबै ठाउँमा बाटो बिग्रिसकेको हुन्छ। विश्वकै अग्लो स्थानमा अवस्थित तिलिजो ताल घुम्न गएका पर्यटकहरू फर्किन थालेका छन्। उहाँहरूको आफन्त खोइ त केही दिनको प्रतीक्षापछि हामीले फेरि वेदर फोरकास्ट हेऱ्यौँ र कि सामान्य रूपमा मौसम देखेपछि हामीले काठमाडौँबाट जाने निर्णय गऱ्यौँ र सामानहरूको लागि सबै ब्याकप्याक हामीले रेडी गऱ्यौँ। यस जर्नीमा हाम्रो च्यालेन्ज नयाँ ठाउँमा घुम्न जानु, नौलो ल्यान्डस्केप हेर्नु मात्रै होइन, बट कहिलेकाहीँ हामी घुम्न जान्छौँ ताकि कुनै चिजको डर जुन मनभित्र हुन्छ त्यसको सामना गर्न सिक्छौँ। यस्तो समयमा ट्राभलिङ फनभन्दा पनि बढी च्यालेन्जिङ हुने गर्दछ। आजको हाम्रो दिन पनि यस्तो नै हुनेवाला थियो। आज हामीले नयाँ बाटो हुँदै ताल धारा पनि भन्ने सुन्दर ठाउँमा पुग्ने प्लान थियो र बिचमा हामी एना पहाडा पनि छिरेर त्यस ठाउँको ल्यान्डस्केपलाई हामीले पुरा अवलोकन गरेर आफ्नो बाटोतर्फ च्यालेन्जलाई एक्सेप्ट गरेर अगाडि बढ्दै गयौँ। I'm feeling my way through the quiet, trying to find where I belong. Don't know how far I've got to go, but I know I've got to stay.
बाटो जस्तै भए पनि यहाँनिर चाहिँ अहिले बनाउने काम चाहिँ भइरहेको रहेछ। सो सायद अब अहिले त नभने 1-2 सालमा चाहिँ बाटो अलिक राम्रै होला जस्तो छ। सो सिधै देखिरहेको छ बाटो चाहिँ हामीले यहाँनिर अहिले। अब जाउँ हेरौँ कति टाढा छ। आजको हाम्रो बास बस्ने प्लान चाहिँ हामीले तल तालमा बनाएको छौँ। सो तालसम्म पुग्ने प्रयास हुँदैछ हाम्रो। कति टाइम लाग्ने रहेछ है। सो यस्ता साना सुन्दर झरनाहरू अफ रोड र अब त्यही हो सो जुत्ता हल्का भिज्यो, त्यही पनि एकदमै रमाइलो भइरहेछ। सो बिस्तारै अगाडि बढ्दै गरौँ। सो साथीहरू अहिले चाहिँ हामी आइसकेका छौँ यो बुङ्गा छहरा भन्ने रहेछ। सो यो वाटरफल रहेछ यहाँनिर, राम्रो रहेछ राम्रो। यस हामी अहिले यहाँनिर बाटोमा छौँ। सो बाटो अझै पनि बाँकी छ, त्यही भएर यस्तै मनोरम दृश्य हेर्दै हामी अगाडि बढ्दै जान्छौँ है त ल। सो वाट्सअप एभ्रिवान। सो आज चाहिँ हाम्रो मनाङ ट्रिपको डे 2। सो हाम्रो आज चाहिँ ताल भन्ने ठाउँबाट धारापानीबाट हाम्रो ट्रेक अब डे सुरु हुनु लाग्छ। सो आज हल्का ट्रेक त भइँदैन होला, सायद अब बेलुका मनाङसम्म पुग्ने हाम्रो प्लान छ। सो मनाङमा घुम्दै जाँदा यो विभिन्न लेकहरू घुम्दै जाँदैछौँ। सो सम्पूर्ण भिडियो हजुरलाई देखाउनुहुन्छ। सो हामी यो एउटा दामी एउटा वाटरफल मेरो पछाडि देखिरहनु भएको होला। सो त्यहाँनिर हिजो अलिक चाँडो आएर जाउँ भन्ने प्लान बनाएको थियौँ, तर हिजो जान सकेन। सो अलिकति बिस्तारै आउने बेला अलिकति टाइम लाग्यो। सो आज चाहिँ हामी बिहानै अब त्यहाँ जाँदैछौँ। सो के कस्तो रहेछ हजुरलाई सम्पूर्ण जानकारी दिन्छौँ। सो अहिले बिहानको 7 बजे छ। सो बिस्तारै अब के कस्तो छ प्लानहरू सबै भनिदिन्छु। अब तिलिजोको लागि मैले वेदर पनि सोधेको थिएँ यहाँनिर। सो वेदर चाहिँ अब अहिले ठिकै छ भन्ने कुरा गरेर चाहिँ हेरौँ के कस्तो हुँदैछ। अस्ति चाहिँ अलिकति स्नोफलले गर्दा धेरै नै गाह्रो भएको थियो भने अहिले चाहिँ अब के सहज होला कि भन्ने आशा राखेको छु। सो अब हामी जाउँ वाटरफल हेर्नको लागि है त ल। जिन्दगीको गोरेटोमा हिँड्दा हिँड्दै कहिलेकाहीँ हाम्रो पनि एनर्जी कम भए चाहिँ यस बाइकमा पनि अब एनर्जी कम भइसकेको थियो, अर्थात् यसको पनि पेट्रोल सिद्धिसकेको थियो। त्यसैले अब हामी पेट्रोल हनतर्फ अगाडि बढ्दै गयौँ। यो पेट्रोल कहाँनिर होला मेरो भाइ? पेट्रोल 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 चाहिँ कहाँ पाइन्छ होला? पेट्रोल हजुर यहीँ नै पाउँछौ, मान्छे नै पाउँछौ। ए यो पसलमा? ए हस् ल थ्याङ्क यू है। पेट्रोल छ होला दिदी? पेट्रोल ओहोले त्यही त पेट्रोल छ कति भाइ?
खोजेर आउँदा आउँदा यहाँ दानाकी भन्ने ठाउँमा आएर पेट्रोल पायौँ। सो यहाँनिर आएर अब हामी पेट्रोल फिलअप गर्दैछौँ यहाँनिर बाइकमा है। सो यहाँनिर लगभग कति 10 लिटर जति हामी हाल्ने प्लान गरेको छौँ। सो यहाँ सो ओके। सो पेट्रोल चाहिँ लगभग यहाँ सिदिन लगाइसकेको रहेछ। ओके ल पेट्रोल फिलअप गर्छौँ अनि हामी अगाडि बढ्छौँ है त। ल चामे आइपुगेछ बल्ल चाहिँ यही ठाउँको नाम चामे रहेछ, नयाँ बजार चामे मलाई। हेलो ल हामीले भर्खर यहाँ फार्म हाउसमा चाहिँ चिया कफी अलिकति लिइसकेका छौँ। सो हामीले एप्पल फार्म पनि घुमिसकेका छौँ। सो हामी अब चाहिँ माथि निस्किन लागेको, तर यहाँनिर पानी त्यो हल्का मौसम अलिकति साथ दिइरहेको छैन, मौसम हल्का पानी पर्न लागिरहेको छ। तर हेरौँ के हुने रहेछ, होप गरौँ मौसम राम्रो हुनेछ। माथि तिलिचोसम्म त अब माथि 22 घुम्तीसम्म चाहिँ यहाँनिर मैले कन्डिसन बुझ्दाखेरि चाहिँ 22 घुम्तीसम्म चाहिँ बाटोहरू गइरहेको छ। तर त्यहाँबाट चाहिँ अलिकति माथि चाहिँ अलिकति अझै हिउँ धेरैले गर्दाखेरि चाहिँ माथि तिलिचोसम्म चाहिँ पुग्न नसकिएला, नभए मनाङ पनि हामीले अलरेडी इनफ त घुमिरहेछौँ। सो हेरौँ हाम्रो नभए तिलिचोसम्मको हुनेछ, नभएदेखि यो मनाङको सबै एरिया हामी घुम्ने प्रयास गर्नेछौँ है त। ल
सो हामी चाहिँ अहिले यहाँनिर आइसकेका छौँ गङ्गापूर्ण लेकमा। सो यहाँनिर चाहिँ यहाँ ताल ग्लेसियर सो माथि हिमालबाट बगेर आएर चाहिँ यहाँनिर जम्मा भएर बसिरहेछ। सो हामी चाहिँ हल्का माथि यहाँनिर भ्यू पोइन्ट रहेछ। सो भ्यू पोइन्टसम्म जाने प्रयास गर्दैछौँ। सो दुईजना हामी रेडी अवस्थामा। सो माथि भ्यू पोइन्टबाट के कस्तो भ्यूहरू आउँदैछ हजुरलाई हामी देखाइहाल्छौँ है त। ल ल बेबी ल फास्ट। लिजो पनि बाटो त खुल्लै छ भन्ने कुरा गरेर हेरौँ के कस्तो हुँदैछ भोलिको कन्डिसन। अहिले चाहिँ अब हल्का सिमसिम पानी पर्ला कि जस्तो पनि भइरहेछ। तर त्यसो पानी चाहिँ परेको छैन र यहाँनिर चाहिँ अस्ति न को यो हिउँ भनौँ न अब तिनीहरूको चाहिँ आइस अहिले चाहिँ आइस भएर जम्मा भएर बसिरहेछ। सो यस्तो छ यहाँको नजारा। सो माथि पहाडभरि यस्तो छ भनेदेखि हाम्रो पारी रहेको छ उता मनाङ बस्ती। सो देख्न सक्नुहुन्छ। सो हामी हल्का माथि गएर अनि त्यसपछि त्यहाँबाट फेरि हामी तलतिर झर्छौँ। सो धेरै हाइटमा अझै गेन गर्दैनौँ किनभने एकैचोटि धेरै अल्टिट्युड माथि हाइटमा गेन नगर्नु भनेर हामीले प्लान बनाएको छौँ। सो त्यसले गर्दा आज यतै बसौँ। सायद भोलि पनि यतैतिर हाइक गरेर हल्का गरेर अनि मात्र जानु पर्ला माथि गयो भने, किनभने फेरि धेरै माथि अल्टिट्युडमा गयो भने लेग लाग्न सक्छ होइन। सो त्यही हो हल्का यताउता घुम्दैछौँ के कस्तो रहेछ हामी हेर्छौँ। अनि तपाईँहरू पनि सकेसम्म सबै यहाँनिरको वेदर र यहाँको उहरू देखाउने प्रयास गर्नेछौँ है त। ल सो गुड मर्निङ फ्रेन्ड्सहरू। सो अहिले चाहिँ हामी मनाङको डे 3। सो अहिले चाहिँ मेरो पछाडि देख्न सक्नुहुन्छ एकदमै सुन्दर हिमालहरू यहाँनिर रहेको छ भनेदेखि यता यो पुल देखिरहनु भएको हजुरहरूले। यो पुलको अलिकति पछाडि चाहिँ गङ्गापूर्ण लेक रहेको छ र सायद यो गङ्गापूर्ण हिमालय हुनसक्छ किनभने गङ्गापूर्ण लेक भएपछि सायद त्यहीँबाट आएर बनेको लेक भएको कारणले गर्दा चाहिँ गङ्गापूर्ण लेक भएको रहेछ। सो हिजो हामीले त्यसमा अलिकति माथि भ्यू पोइन्टसम्म त जान सकेनौँ तर हल्का तलसम्म गएर हल्का आइसहरू यताउता खेलेर आयौँ। आजको हाम्रो प्लान चाहिँ आइस लेकसम्म जाने प्लान छ। सो आइस लेक जानको लागि चाहिँ हामी हिजो जुन बाटो फिर्ता आयौँ सो त्यही बाटो हुँदै फेरि हामी अगाडि जानुपर्ने हुन्छ। सो त्यसले गर्दा चाहिँ अब हिजोकै बाटो हामी फर्केर त्यहाँबाट फेरि मासतिर गएर हल्का केही बाटोहरू कठिनाइ छ भन्ने कुरा गरिरहेको छ तर यो कठिनाइ नै रमाइलो हो। सो त्यसलाई अगाडि बढाउँदै हामी आजको ब्लग सुरु गर्छौँ। सो डे 3 लेट्स स्टार्ट है त। ल सो कठिनाइ सँगसँगै हामी अब चिया सुरु गर्दैछौँ है त। ल ओके ल सो साथीहरू ल हामी चाहिँ अब यो मनाङ भ्याली छोडेर अब बाहिर निस्किँदैछौँ। सो यहाँनिर चाहिँ जे होस् राम्रै रहेछ बस्ने खाने सबै सुविधा राम्रै छ एकदमै फ्रेन्डली इन्भाइरोमेन्ट सबैजना एकदमै राम्रो ठाउँ। सो अब चाहिँ हामी आइस लेकको लागि माथि निस्किँदैछौँ। सो घाम चटक्क लागिरहेको छ तपाईँहरूले मेरो अगाडि देख्न सक्नुभयो होला एकदम ठुलो ठुलो हिमालहरू मजाले चारैतिर घुमेर बसिरहेको छ। सो आज हामी अब लाग्दैछौँ अगाडि आइस लेकतर्फ है त। ल साथीहरू त्यहाँ अलिकति भित्र छिरेपछि चाहिँ यहाँ हल्का अफरोड बाटो रहेछ। सो माथिसम्म लगभग 1 घन्टा आधी घन्टा अब कहिलेसम्म बाइक माथि जाने हो त्यहाँसम्म लगभग हामी बाइक राख्छौँ अनि त्यसपछि चाहिँ फेरि ट्रेक सुरु गर्छौँ। लगभग 1 घन्टा जतिको ट्रेक हुन्छ भन्ने कुरा गर्नुभएको थियो चाहिँ यहाँको दाइ दिदीहरूले। सो त्यही अनुसार हामी अब माथि बढेर जाँदैछौँ है त। ल ओके ओके बाटो अलिकति गाह्रो छ। सो गाइस आउँदा त बाइक यहाँ लड्यो। सो हल्का अब यसलाई ठाडो गर्नु पऱ्यो किनभने गाह्रो अवस्थामा बसेको छ।
है ओके ल सो फाइनली गाइस हाम्रो बाइक निकाल्न यस्तो ठाउँमा अड्क्यो कि हेर्नुहोस् न यस्तो भयो क्या प्लान एकदमै सानो त्यो कारणले गर्दाखेरि फाइनली वी डिड इट सो हिप 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 हुर्रे ल थ्याङ्क्स सो गाइज हामी जाँदैछौँ सो बाइकले हल्का अल्टिट्युड धेरै भएर हल्का घेर गरिरहेछ तर यो 4600 मिटरमा रहेको छ यो आइस लेक सो त्यसमा सायद अरू सी अफ मोटो गएको छ कि छैन सो मेबी दिस इज द फर्स्ट बाइक टु रिच एट आइस लेक तर आइस लेकसम्म चाहिँ बाटो बाइक जाँदैन र अलिकति तरीसम्म रहेछ सो हामी त्यहाँसम्म जान्छौँ सो बाटो यस्तै छ हामी लड्यौँ पनि तर एकजना भयो अलिकति गाह्रो हुँदैन सो हामी चाहिँ बुढाबुढी भएको कारणले गर्दाखेरि वी फल टुगेदर वी राइज टुगेदर है सो त्यसले गर्दा बाटो चाहिँ अलिकति यस्तै छ सो घाम मजा लगाइरहेको छ जाउँ अब बिस्तारै अगाडि हेरौँ बाइक कहाँसम्म राख्न मिल्ने रहेछ है त हो ल हिमाल त यार हो हेभेन स्वर्ग स्वर्ग साथीहरू ल स्वर्ग सो साथीहरू हामीले बाइकले तल राखेको छौँ भनेदेखि अब यहाँबाट हामी ट्रेक गर्दै गर्दै अगाडि जान लागिरहेछौँ सो बाटो यस्तो छ तपाईँले देख्न सक्नुहुन्छ हिमाल चारैतिर एकदमै हेरिरहेको छ हामीलाई सो एकदमै दामी दामी वातावरण सो लेट्स गो हेलो बेबो ओके हामीले चाहिँ फर्स्ट आइस लेक चाहिँ हामी यहाँ भइसकेका छौँ सो यहाँनिर पर्यटकहरू पनि रहेछ टन्ने सो एकदमै राम्रो वातावरण रहेछ यहाँनिर सो हामी एकछिन बसेछौँ फर्स्ट आइस लेक सो सेकेन्ड आइस लेक चाहिँ यहाँनिर मात्रै रहेछ सो हामीले यहाँनिर भर्खरै इन्क्वायरी गरेका थियौँ सो लेट्स गो हेरौँ बाटो कस्तो रहेछ ल अब माथिबाट आएर आइस लेकबाट आएपछि चाहिँ हामी यहाँ डोममा आएर बस्ने भन्ने प्लान बनाएको थियौँ सो यहाँनिर चाहिँ अलिकति अहिले बुकिङ गरेर मात्रै आउनुपर्ने रहेछ सबै प्याक भइसकेर चाहिँ यहाँनिर एकदमै राम्रो बनाउनु भएको छ त टुरिस्ट तपाईँले देख्न सक्नुहुन्छ सो त्यसले गर्दाखेरि अब हामी आज यहाँ बस्दैनौँ किनभने मनाङमा अब हिजो बसिसकेका छन् सो मनाङ भ्याली तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि यहाँनिर रहेको छ भनेदेखि अब हामी सिधै जान्छौँ माथि खाङसारसम्म सो खाङसारमा यहाँबाट लगभग 20-25 मिनटको बाटो भन्नुभएको छ सो हामी त्यहाँसम्म पुग्छौँ अनि त्यसपछि हेर्छौँ त्यहाँनिरको के रहेछ अनि तिलिजोसम्म जानको लागि पनि हामी सबै बाटो हेर्दैछौँ के कस्तो हुँदैछ सो लेट्स सी अब त्यहीँ गएर हामी अपडेटहरू लिन्छौँ है त साथीहरू हामी अगाडि बढ्दैछौँ सो यहाँनिर देख्न सक्नुहुन्छ एकदमै चारैतिर हिमालले पुरै मजाले ढाकिएको छ भनेदेखि यहाँ अगाडि बाटोहरू जस राम्रै रहेछ खाङसारसम्म जाने बाटो साथीहरू हामी यहाँ आइसकेका छौँ खाङसारमा सो खाङसारमा अब कतै हामी यता होटेलहरू हेर्छौँ सो
हेलो एन्ड गुड मर्निङ ब्युटिफुल पिपुल्स है। सो आज चाहिँ डे 4 हाम्रो मनाङको। सो आज चाहिँ म यहाँनिर खाङसारमा रहेको छु। सो यहाँनिर मेरो पछाडि देख्न सक्नुहुन्छ एकदमै ब्युटिफुल यहाँनिर हिमाल मेरै पछाडि रहेको छ। आई डोन्ट नो विच हिमाल हो यो है, कुन चाहिँ हिमाल हो यो, तर एकदमै नजिकै छ, एकदमै मजाले टल्किरहेको छ। सो यहाँनिर मेरो छेउमा हिजो देखाएको मोनेस्ट्री यहाँनिर नजिकै पनि छ। सो म चाहिँ यहाँ बिहानै उठेर अब हामी अलिकति माथि बेस क्याम्पसम्म जाउँ भन्ने प्लान बनाएको छौँ। सो तिलिजो पनि जाउँ भनेको हो। सो हिजो राति स्नोफल भएको छ कि छैन त्यो चाहिँ हामीले अब थाहा भएन होइन। सो राति चाहिँ अब स्नोफल भएको कारणले गर्दाखेरि बाटोहरू अलिकति फेरि भरिँदै जाने भन्नु रहेछ। सो त्यसले गर्दा अहिले चाहिँ अब छैन होला भन्ने आशा गरेको छौँ। सो हामी चाहिँ हिजो यहाँनिर बसेका छौँ। सो एकदमै फ्रेन्डली एकदमै राम्रो ठाउँ थियो यहाँनिर हो। सो अब आजको दिन हामी सुरु गर्छौँ है त ल। मर्निङ गाइस। सो हाम्रो यो चाहिँ मनाङ ट्रिपको डे 5 र आज अहिले चाहिँ हामी यहाँ बेस क्याम्पमा रहेको छौँ। सो एकदमै अँध्यारो छ। अहिले चाहिँ हामी 4 बजीको अलार्म राखेको छौँ। अहिले 4:30 भइसकेको छ। अब चाहिँ हामी तिलिजु जानको लागि रेडी भइसकेका छौँ।
तपाईले देख्न सक्नुहुन्छ केही लाइटहरु माथि छ कि छैन हो सायद सबै कालो देखिरहेको छ सो त्यसले गर्दा हामी अब तिलिजुतर्फ जान लागिरहेका छौं ल सो साथीहरु हामी चाहिँ हिँडेको लगभग 1 आवर 15 मिनेट भइसकेको छ सो हामी जाँदैछौँ राति सनराइज हुन लागिरहेछ भनेदेखि यताबाट हल्का मुन पनि देखिरहेछ सो एकदमै सासस भइरहेछ डिहाइड्रेसन गर्दा पर्नुलाई हामी पानीहरु यताउता हल्का स्न्याक्सहरु खाँदै हामी अगाडि बढिरहेछौँ सो 22 घुम्ती चाहिँ यहाँनिर रहेको छ यो जुन तलबाट आउने बाटो सो 22 घुम्ती गरेपछि लगभग पुग्छ भन्ने कुरा गर्थ्यो सो 22 घुम्ती यो हो कि कुन चाहिँ हो लेसी तर चाहिँ माथिको ट्रेक बनाएर छ यो चाहिँ लगभग 45 1 आवरको डिफरेन्सेस हुन्छ भन्ने कुरा गर्दै रहेछ जो फास्टै जाँदैछौँ हल्का उकालो चाहिँ बाटो चाहिँ त्यति अलिकति तेर्सोबाट आएर हल्का घुम्ने बाटो जिगजाग रहेछ भनेदेखि यो बाटो चाहिँ यस्तो खालको सिधा बाटो छ सनराइज हुन लागिरहेछ सो यहाँनिर अगाडिको बाटो यस्तो छ भनेदेखि यहीँ रहेछ तरम्मै हिउँहरू एकदमै दामी बाटो है ल हामी चाहिँ तिलिजो लेक सो 4919 मिटरको अल्टिट्युडमा रहेको यो लेकमा यहाँ फाइनली वी हेभ डन इट यो रहेको छ यहाँनिर सो यहाँनिर रहेको छ यो तिलिजो लेकको 4919 सो फाइनली गाइज हामीले चाहिँ यहाँनिर लुङदर पनि टाइसकेका छौँ सो यहाँ शिवजीलाई भगवान्लाई हामीले यहाँनिर त्रिशूल पनि चढाइसकेका छौँ सो एकदमै रमाइलो भयो यहाँनिर सो वातावरण एकदमै राम्रो छ हल्का चिसो भएर चाहिँ यहाँ ओट धेरै बनाउन सकिरहेको छैन सो फाइनली वी हेभ डन इट गाइज सो थ्याङ्क यू सो मच साथीहरु तपाईले देख्न सक्नुहुन्छ मेरो अगाडि याक पुरै सो पुरै ल ओके 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 यार त्यो अगाडि चाहिँ खतरा जस्तो छ मेन सरी गाइजहरु सरी 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 सरी